बुद्ध र मूर्खको बारेमा एउटा प्रेरक कथा सुनौ न त। छोटो छ तर ज्ञानवर्धक छ। सबै गुणकारी कुराहरू कहाँ लामै पनि हुनुपर्छ र होइन? ल सुनौ है, कथा छोटो तर ज्ञानवर्धक। कथा यस्तो छ। एक दिन गौतम बुद्ध आफ्ना शिष्यहरूसँग गाउँतिर जाँदै थिए। बाटोमा एक मूर्ख मानिसले उहाँलाई गाली गर्न थाल्यो। ऊ निरन्तर अपशब्द बोल्दै गयो, तर बुद्ध शान्तै बसिरहनुभयो। शिष्यहरू क्रोधित भए, तर बुद्धले रोके। केही बेरपछि त्यो मानिस थाकेर चुप लाग्यो। तब बुद्धले शान्त स्वरमा सोध्नुभयो, यदि कसैले उपहार ल्यायो र तपाईँले नलिनुभयो भने त्यो कसको रहन्छ? मानिसले भन्यो, लिनेले नलिएपछि त ल्याउनेकै हुन्छ। बुद्ध मुस्कुराउँदै भन्नुभयो, त्यसै गरी तिम्रा गालीहरू पनि मैले स्वीकार गरिनँ। अब ती तिम्रै भए। यो सुनेपछि त्यो मानिस लज्जित भयो। उसले बुझ्यो, क्रोधभन्दा धैर्य र बुद्धिमत्ताले नै साँचो जित दिलाउँछ।